कता हो सोल्टिनी चिटिक्क परेर बाटैबाट देखेन आऊ बस पुऱ्याइदिन्छु पढा छैन मेरो खुट्टा छैन र तेरो खुट्टा काँधमा राखेर आराम गर्न त होइन हो दाइ यो घोडा है खच्चड हो रागा हो भाइ दाजुभाइ भनेको त मर्दा पर्दा चाहिने चिज हो मामा मामाले पनि त चाहियो नि ऊ ल हेर न यसले बोलेको ढङ्ग होइन तँलाई यसरी नै सधैँभरि बाङ्गो बाङ्गो मात्रै बोलेर तेरो जुनी चल्छ खै अहिलेसम्म चलिरहेछ त होइन मैले कस्तो चाहिँ छोरा जन्माएछु हँ तिम्रो छोरो हिरो छ त चैतमा रोपेको बिउ यस्तै त हुन्छ नि तँ के हेरेर बस्यो टल्ल परेर खाना भात चिसो हुन्छ खान्न जन्मदेखि खाएको भात कति खानु के भयो भाइ मलाई रिस उठ्यो तँलाई रिस उठ्यो भन्दैमा अर्का घरको ढोका त्यतिकै हान्न पाउँछस् तेरो हातको बाध्यो बाध्यो लाभाज खुट्टा हात छोड साला पातकी भाउजूको नारी समात्छस् ल साला गम्मै जुटो हाल्यो त Relax and take notes while I take totes. दाइ स्वर्ग परि धरतीमा झरी जस्तै छ त इन्द्रलाई दिएर होला को मामा हो फेरि यो गणेश जस्तो तेरै मामा हो थपक्क ढो आज औँसी लागेछ भोलि डोगौँला सुटोको छोरी त होइन हो नि दाइ राम्री केटी त टाढेबाट छर्लङ्गी चिनी छ कि दाइ दाइ पो आउनु भएछ त आइपुग्यो त नि बेचारा कति भोकाएर आइपुगेको होला जा एउटा भाले काट हस् मैले मासु माংস छोडिसकेँ मासु त हामी खाइहाल्छौँ नि जाइ नहुँदा हामी आमा बाबु बिनाको तुरे जस्तो भएको छ अनि लामाजी भिक्षा मात्रै माग्न आउनु भएको हो कि ढुक्कै घर फर्किनु भएको हो होइन कतिपल्ट गर्ने हो यसको बिहे अब छोडेर गएपछि भएको एउटा छोरालाई पनि त्यत्तिकै राख्ने त त्यसले छोडेर गयो पनि फाइदै भयो त्यसैलाई भुल्नको लागि पढेको पढे डिग्री पास भएको छु म बमकाजी शेरचन अनि हजुरको शान्ति वाह शान्ति मलाई अति नै मनपर्ने शब्द हो शान्ति भित्रीदेखि एक खालको आनन्द प्रदान गर्ने खालको शब्द वाउ तपाईको चाहिँ कस्तो डेन्जर है बम सुन्दै पड्केला जस्तो गजब बेइज्जती नयाँ वर्ष लाग्यो वैशाख पनि सक्यो जेठमा लगन जुर्छ कार्तिकमा चाहिँ हुँदैन गाठी त्यो महिना कुकुरलाई छोडिदिनु पर्छ उपाय छैन होइन अब छोप्ने हो कुकुरहरू छोप्ने तपाईँको यो रूप मया भाजुले देख्यो भने त हो ठ्याक्कै बेहुला जस्तो देखाएको छ त्यसो भए हिँड्नु त बेहुलीको घरतिर ल भाग्यमानी यता काजी दाइ हेलो म बम गाजी अरे लातले वाट कान्छु गरारे गन्ने मानेसँग हात मिलाउँछ मैले ठुलासँग हात मिलाउनु हिजोको फुल आजको चल्लाहरू दुनियाँले बच्चा किन नजन्माको भनेर टाउको खाइसक्यो घर सल्लाह गर्नु पर्दैन सल्लाह गरेर बच्चा हुन्छ मान्छे थाहा बस्नु पाउनु त भाग्यको कुरा हो भैँसी भयो खुच्चुमा ठोकेर उहिले मोमो बनाइसक्थ्यो उमेर गइसक्यो नि अब अहिले नभए कहिले हुन्छ नभएपछि के गरौ त खेताला खोज्नु खै मामा बिहान बिहान कुकुरले गु खानु भएको छैन मान्छे जाँड नारेर बसिया छन् गजब बेइज्जती तँ गधा बाहिर जा तँ अपराधीको अनुहार आइन्दादेखि नदेखा मेरो अंश देऊ न त तिमीहरूको जिउनी छुटाएर एक टुक्रा पनि दिन्न मेरो सम्पत्ति तँलाई मरेपछि तिमीहरूको क्रिया चाहिँ कसले गर्छ टिकट हालो गरिदिइहाल्नु म हिँडिहाल्ने हो होइन कोसँग गरिदिने हो टिकट हालो म यो सोल्टिनी छैन कस्तो लठुवा हो यो तेरो बिहेको चाँजो पाँजो मिलाउँ कि म चाहिँ चुनाव लडौँ एकैचोटि भोजमा बोलाउने त्यही भोट माग्ने सकिगयो नि
यो बियर चाहिँ ट्याक्कै रहेछ स्वादिलो फिजका फिज बियरको भिटामिन फिजमा हुन्छ बियरको भिटामिन फिजमा हुन्छ ल मैले छोडिसकेँ के भन्छ यो खान खान्न हिजो राति सपनीमा निर्जलाजीले रक्सी खान हुन्न भनेको छ ए सपनामा पनि आउँछ आउँछ पूर्वजन्ममा हाम्रो सम्बन्ध थियो कि जस्तो लाग्छ मान्छेले ट्राजेडीमा रक्सी खान्छ यसले छोड्छ आफ्नो आफ्नो स्टाइल अब त अलिक सप्रिँदैन छोरा यो मुला जिन्दगी सप्रिने सुख छैन बिग्रिने सुख छैन अब लाग्ने हो सहरतिर आफ्नै गाउँमा त सिन्का बाँच्न सकेका छैनस् सहर गएर के गर्छस् व्यापार गर्छु के को व्यापार भुत्ला बेच्छस् तँ म बिहे गर्छु खुरु गर्न नापिस् तैँले नापिन भने 2 दिनपछि झुम्ने त तिम्रो के बित्छ ल जहाँ जान्छस् जा आजदेखि तिमीहरूको अनुहार नदेखा पैसा ल्याउन त ल पैसा तपाईँले मन परा केटी जातिको सबैको आमा यति साह्रो छुच्ची किन हुन्छन् हौ छोरीको छोरी मनपर्छ त के गर्नु अन्त्याल कुन देशको टुरिस्ट लिएर हिँडिछौ घुमाउन यता काजी 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 त म पनि काजी नै हो यता वीर काजी तिम्रो मामाको आफ्नै भन्छ यता धन काजी तिम्रो माइजीको आफ्नै भन्छ कस्तो साइनो लगाइदिछौ सन्त्याल अंशै दाबी गर्ने खालको मेरो बिहे छ खाने भयो आउनु गिफ्ट ल्याउनु पर्दैन बेहुला नाम सच्चाराले नाम मिस्टेक छ चोलाबक जानुपर्छ कहाँ जाने हो यस्तो अँधेरोमा के को उज्यालो के को अँध्यारो जिन्दगी नै अँध्यारोमा डुबिसक्यो विकीसम्म घर त जानुपर्छ त भाउजू के अरे बहिनी म यहाँ भाउजूकै याद दिलाएर दाइ चुनाव त जसरी जित्छौ भनिस् कसरी जित्नुहुन्छ मामा आफै भोट हालेर जित्ने 50,000 भोट ल्याएर जित्छु पुरै जिल्लामा 8,000 भोट होला के हो यो पातकी बुढा भन्जालाई घुस्काउँछ ए बहिनी कति आउला छ यहाँ 3 वटा ल तिम्रो छोरै हुन्छ तेरो आसेपासे गएको त सब लिएर आइज यही कुर्छु म तेरो शाखा सदन सबै लिएर आइज म बाटोमा कुर्छु अरे ठीक यसलाई अलिक सोमत सिकाउनु पर्यो ठुल्बा सहर बसेर निकै बोसो लागेर छ म के भन्नु सबैको सामुन्ने यसले आएर मेरो खुट्टामा टाउको राखेर माफी मागोस् होइन भने भिड्नु आओस् हिँड्ने भए आफू त उहिले रेडी हो चोट यहाँ मुटुमा लागेको छ छालामा कुटेर दुख्छ आजदेखि मेरो बिहेको सपना सकियो केटा हो म आफ्नो बाटो लाग्छु तिमीहरू पनि आफ्नो बाटो लाग अरे नखान न दाजु सपना त पुरा गर्नु पर्यो नि नत्र मरेर जाँदा यमराजले के गरेर आइस भन्ने सोध्यो भने के जवाफ दिनु केटीले धोका दियो प्रभु कुमारै आए भनेर भन्ने नि बात त सही एउटा सल्लाह गर्नै पर्यो के सल्लाह हो नकुटै तेरो त धेरै हात चल्छ फेरि के यो तेरो सौता आफै रोज अब तेरो काजी दाई फर्किँदैन यो बुढो केटी देखेपछि त्यसै फर्किन्छ एउटा खोजु न अब तेरो काजी दाईले खुट्टा नभएको केटी खोजी मात्र त भन्ने यो गाउँ छिर्ने बित्तिकै हर 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 धेरै सम्झना आउँछ रक्सीको बासनले मात्र तँलाई मेरो सम्झना आउने हो तँसँग सम्झिन लागेको अरू के छ त भन् त मैले केमा राजीनामा दिनु पर्यो राजीनामा होइन सर नियुक्ति दिन पर्यो अनि के गर्नु पर्यो मैले हस्ताक्षर हो या बस बस आज सर हिँडेको 2 बोतल मिठो रक्सी कसरी हाल त आउनु भएको छैन किन गइहाल्नु पर्यो नि तँलाई अलि दिन बसे हुँदैन
केमा नडाएर बस्नु हो यो गाउँमा? मलाई हेर्दै बस्नु। अब हेर्दै सुकेको बाँसको जरा जस्तो जिङ्गिरिङ्ग देखिन्छस्। मेरो अगाडि यो बिहे केटीको कुरा नहो त, म ठिक छैन। 40 पुग्नलाई एक गेडा बाँकी छ, तेरो मुड चाहिँ कहिले ठिक हुन्छ? त्यसो नभन्न काजी, वंश मासिने पीरले तेरो बाउ मर्छ फेरि। तिम्रो बुढाको वंश जोगान ठेक्का मैले लिएको छु। तेरो छोराको आश गरेर पार लागिँदैन हेर, अब मै तातिने हो। रक्सी लिनुहुन्छ बाबु? उहाँ गुड म्यान हो आमा। रक्सी, मासु, खैनी, चुरोट केही छुँदैन। ए कस्तो ज्ञानी बाबु रहेछ। साह्रै ज्ञानी छ। बुद्ध बन्न 7 महिना बाँकी छ। लोकल कुखुराको झोल खुलाउँ भनेर। सरी सर, म भेजी हो। मिस त भेजी परेछ। दाजुभाइ मिलेर खानुपर्ने भयो। भुत्ला बेजीलाई दे मासु त खा। तेरो मास्ने त्यो काजी भनेर मरिहत्ते छ। साला त्यो औतारलाई त बाँधेर भिरबाट झारिदिन्छु म। यो केटाको शिरमा राहु नाचिरहेछ, चाँडै जेल जानेवाला छ है। यसपालि यिनीहरूले दाजुको बिहे पो गर्देला कि भनेको त आफू पो सुर कसेको छ त। क्या उहाँ? तिम्रो छोराको चिन्ता गर्नु पर्दैन, म एउटा बुट्टी दिन्छु, मास्टरनीको कम्बरमा थाहा नपाइकन बाँधिदिनु। त साला पातकी धेर जाने नहु त। उहाँ बमकाजीको सन्तान बाठो भएर भान्जीलाई माग्नु गएको थियो रे। अनि बिहेको निम्ति दिन आगो। त जान्छस् बमकाजीको बिहामा नाच्नु? चिन्ता नगर्नुहोस् सर, मैले हुँदैन भनिदिइसकेँ। मलाई केको चिन्ता? ए गोरु, यस्तो हरियो घाँस हाल्दा नि किन मुखबाट आरेको? मेरो लागि यति धेरै गर्न सक्नेले एकचोटि मुख फोरेर माया गर्छु भन्न सक्दैन? बुझिसक्यो।